आज म तपाईँलाई सम्बन्ध र डरको बारेमा केही कुराहरू भन्न चाहन्छु। हामी एक आपसमा सम्बन्ध बिग्रिने हो कि होइन, मेरो श्रीमतीसँग सम्बन्ध बिग्रिने हो कि, अथवा मेरो श्रीमानसँग सम्बन्ध बिग्रिने हो कि, मेरो छोराछोरीसँग सम्बन्ध बिग्रिने हो कि, अथवा मेरो बाबाआमासँग सम्बन्ध बिग्रिने हो कि, अथवा मेरो साथीभाइहरूसँग सम्बन्ध बिग्रिने हो, अथवा हामी व्यापार गरिरहेका हुन्छौँ अनि व्यापारी पार्टनरहरूसँग अथवा अन्य जो बिजनेससँग रिलेटेड हुन्छ उनीहरूसँग सम्बन्ध बिग्रिन्छ कि भनेर हामी डराइरहेका हुन्छौँ प्रियहरू। अनि हामी डर मानिराखेका हुन्छौँ, कतै सम्बन्ध त बिग्रिँदैन भनेर हामी डरमा पनि भइरहेका हुन्छौँ। तर पवित्र धर्मशास्त्र बाइबलले डरको बारेमा के भन्छ त? म तपाईँलाई छोटो यो यशाया 41 को पदबाट म तपाईँलाई म सुनाउन चाहन्छु र देखाउन चाहन्छु। हजुर, यहाँ यशाया 41 को पदको 10 बाट यहाँ यस्तो लेखिएको रहेछ, यसैले नडरा, किनकि म तँसित छु। परमेश्वर भन्नुहुन्छ, निरुत्साही नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु। 11 मा, तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरा शत्रुहरूलाई तैँले खोजे तापनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरुद्धमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्, किनकि म परमप्रभु तेरा परमेश्वर हुँ। म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। आमेन। परमेश्वरको वचन पढाइमा र सुनवाइमा परमेश्वरले धेरै आशिष दिनुहुन्छ तपाईँ हामीलाई, र दिनुभएको होस् जसले तपाईँहरूले पनि सुन्नुभयो अनि हेर्नुभयो पवित्र धर्मशास्त्र बाइबलमा के लेखिएको रहेछ भनेर। म तेरो लागि म छु भन्नेहरू आज धेरै हुन्छन् होइन। स्पेसली